हेलो गाइस, आज चाहिँ हामी चट्टा लगाएर कता गएको अरे बुढी? हामी पिकनिक जस्तो भन्यो, डे आउट पिकनिक चर्चबाट हैन? चर्चबाट हामी पिकनिक जाँदैछौँ है। अनि आज चाहिँ हामी सट्टै जाने हो पिकनिक, रमाइलो गर्ने हो। पिकनिक सिकनिकमा अब के हुन्छ, डान्स हुन्छ, गीत गाइ हुन्छ हैन? चर्चको फ्यामिली भनौँ न, परिवारसँग आज चाहिँ हामी रमाइलो गर्नेछौँ। हामी के गर्नेछौँ हामी त्यहाँ तपाईँहरूलाई देखाउने छौँ अनि तपाईँहरू हेर्नु होला। हामी चाहिँ अहिले चाहिँ दाइलाई फलो गर्दैछौँ। दाइ अगाडि हामी रातो गाडी दाइले फलो गर्दैछौँ। हामीलाई त्यति थाहा छैन, मलाई थाहा छ, म पहिले गएको थिएँ, तर 2 वर्ष अगाडि हो कि 1 वर्ष अगाडि हो, त्यस्तै बिर्सिसकेँ। ठाउँ चाहिँ थाहा छ तर बाटो मलाई थाहा भएन, त्यही भएर दाइलाई हामी फलो गर्दैछौँ। ग्याप अलिकति ग्याप रहनु बित्तिकै फेरि अर्कोले हालिदियो भने गयो। त्यही भएर हामी एकदम केयरफुल भएर जानु पर्नेछ, दाइलाई फलो गर्नुपर्नेछ। फलो गर्दा गर्दै त्यहाँनिर भरे कथम हराइगयो भने चाहिँ हामी घर फर्केर घरमै आएर पिकनिक खानुपर्छ। त्यति साह्रो हुँदैन, थाहा भइहाल्छ नि। धेरै टाढो पनि होइन, त्यस्तै कति 10-15 मिनट लाग्छ होला हौ, कि त्यस्तै होला हौ जस्तो लाग्यो मलाई चाहिँ। वेदर पनि दामी छ, वेदर दामी छ, कडक कडक सन्नी छ, सन्नी। होपफुली त्यति गर्मी पनि। ए के ल्याउनु बिर्स्यौँ भने त उयो पो ल्याउनु बिर्सेछ, गुन्द्री। गुन्द्रे ओछ्याउने भयो, गुन्द्री हैन, गुन्द्री नै भनिन्छ तर नेपाली भाषामा। के गाडी ट्रक्क गरेर त चक्का त। ल हामी अब चाहिँ उतै भेट्नेछौँ। ओके, अब चाहिँ हामी आधी बाटो आइसक्यौँ, पुग्नु लाग्यो। 1 मिनट होला, ज्यादामा 2 मिनट होला हौ। हामी चाहिँ दाइलाई स्टिल फलो गरिरहेको छौँ। अब आइपुग्यौँ लेफ्ट। के पैसा दिनुपर्छ यहाँ चाहिँ? पैसा तिर्नुपर्छ पार्कको, पार्किङको पैसा दिनुपर्छ। धेरैमा 2-3 पाउन्ड होला भरेसम्म होइन होला, 2-3 पाउन्ड हो, त्यति धेरै लिँदैन। यस, हेर न पार्किङ स्पेस सक्यो त हुनुपर्ने हो, तर गाह्रै छ। आज राम्रो दिन छ, वेदर दामी छ, वेदर राम्रो छ, मान्छे धेरै आएको हुन्छ। अब पार्किङ यहाँ रहेछ एउटा होइन, दाइले पो हाल्नु सक्ने हो कि होइन, मेरो बुढोले त हाल्नुहुन्छ, तर ठिकै रहेछ, त्यहाँ 2टामै आउँछ। हामी चाहिँ ठ्याक्कै पार्कमा आइसकेको छौँ। हावा त शीतल छ, कति दामी है। हेलो भनिदिउँ न हौ। हेलो हेलो भन्नु, हेलो मात्र भनिदियो त हौ अहिले त। ब्लग बनाउँदै हुन्छ। यस, ब्लग जान्दैको नि हो हामी पनि। आज होइन यसो दिउँ न यसो भनेर मेमोरिज होस् भनेर नि। हाम्रो पार्टी कता हो, हाम्रो टोलहरू कता हो? सिधा पनि जान्छ कि बाङ्गो पनि जान्छ हौ? कता जानुपर्ने हो? मामा त उता जानु भएको त नि। कति बजी हिँड्यौ भाइ तिमी घरदेखि? देखिन त मैले। म 10:04 भएको पर हुनुहुँदो रहेछ हाम्रो टिम। म त अर्कै मान्छे देखिरहेको तपाईँलाई त। हाम्रै टोलीहरू रहेछ। जानु लागेको तिमी पनि? अनि कुन त नि, खोइ अब कता जानुपर्ने हो? यता हो? भन्नुहुन्न अब। यताबाट पो जाने होला भनेर को त नि, अब हामी फर्स्ट टाइम आएको। म त फर्स्ट टाइम है बुढा। म त फर्स्ट टाइम हो नि त, अब म त दाइ यता जानुहुन्छ, म यतै होला भनेर फलो गरेको नि। म फर्स्ट टाइम
मस्त आइरहेछ भ्यू चाहिँ यहाँबाट चाहिँ अब दामी अस्ति नै आएको मै हो र हेलो बोनु जय मासे जय मासे जय मासे हाउ आर यु Why are you bringing the camera? Huh? Why are you तिमीलाई खिच्नु लान्छ नि No! खै मम्मी बुवा हेलो बल ल्याउँदै दिँदै चाड्दै क्या म त कस्तो डरले उयो कुने बसेर जुत्दैको जय मासे दिदी यता ठुलो मान्छेलाई खै हाम्रो मान्छे हेरौँ न फेरि यहाँ लेफ्ट राइट Give us. शान्ति त गयो त नि पर एक्लै She wanted to go by herself. ओ Did you meet Adrena? Drina, yeah, they came our house too When? before they came to yours. Yeah. जय मेसी मामा जय मेसी आम्मा मामा जय मेसी यतै फर्काएरै हो लडिक छ मेरो टाउको देखाउनु पर्यो जय मेसी मामा आराम हुनुहुन्छ ठिकै छु हजुर जय मेसी बुवा फेरि भेट भयो जय मेसी मामा जय मेसी भाइ Let me see. how are you Okay. good जय मेसी माइजू जय मेसी भाउजू आराम हुनुहुन्छ जय मेसी बु जय मेसी ब्रो जय मेसी दिदी को हुनुहुन्छ यहाँ ल हे हामी लम्क्यौँ त भाइ यता लु फेरि ए खोइ त नि मजाले चेप्ने बेला भयो नि त नि उडा नि त नि उता दिदीको परमेश्वरलाई महिमा भएको होस्। आज हामीले यस्तो मित्र पाएका छौँ जसले चाहिँ हाम्रो साथ कहिले पनि छोड्नु हुने छैन। चाहे दुःखमा होस् चाहे सुखमा होस् उहाँ तपाईँ र हाम्रो बिचमा हुनुहुन्छ, उहाँ तपाईँ र हाम्रो साथमा हुनुहुन्छ। यो प्रतिज्ञा ख्रिस्टले तपाईँ र मसँग गरेर जानुभएको छ अनि अनन्तको राज्यमा नपसुन्जेल उहाँले हामीलाई कहिले पनि छोड्नु हुने छैन। त्यसरी नै हामी एउटा अर्को भजन गाउनेछौँ 519 नम्बरको महान प्रभुलाई महिमा भन्ने सबैलाई आउँछ 519। महान प्रभुलाई महिमा परम प्रभुलाई प्रशंसा महान प्रभुलाई महिमा परम प्रभुलाई प्रशंसा। यो मेरो जीवनको चाहना, यो मेरो जीवनको चाहना। Hallelujah. Hosanna. Hallelujah. Hosanna. वर्तमान मेरो येशूको हातमा, भविष्य पनि तपाईँको साथमा। वर्तमान मेरो येशूको हातमा, भविष्य
पनि तपाईँको साथमा आनन्दित छु शान्तिमा छु प्रभुहरूका प्रभुमा आनन्दित छु शान्तिमा छु प्रभुहरूका प्रभुमा महान प्रभुलाई महिमा परम प्रभुलाई प्रशंसा महान प्रभुलाई महिमा परम प्रभुलाई प्रशंसा यो मेरो जीवनको चाहना यो मेरो जीवनको चाहना हालेलुया होसना हालेलुया होसना सर्वाङ्ग मेरो येशूको हातमा अर्पण गर्छु धन्यवाद साथमा सर्वाङ्ग मेरो येशूको हातमा अर्पण गर्छु धन्यवाद साथमा निश्चिन्त छु निर्धक छु राजाहरूका राजमा निश्चिन्त छु निर्धक छु राजाहरूका राजमा महान प्रभुलाई महिमा परम प्रभुलाई प्रशंसा महान प्रभुलाई महिमा परम प्रभुलाई प्रशंसा यो मेरो जीवनको चाहना यो मेरो जीवनको चाहना हालेलुया होसना हालेलुया होसना आजको सेफ चाहिँ दाइ हो हजुर सेफ तपाईँ हुनुहुन्छ हवस् म सेफ होइन अहिले बाँड्ने मान्छे चाहिँ म हो। बार्ने हो सेफ को तपाईँ हो सेफ म पनि होइन को चाहिँ छ सेफ राम्रो आजको सेफ चाहिँ खानाको सेफ चाहिँ हाम्रो कहाँ जानुभयो हाम्रो पास्ने आमा मिठो आन्टी अनि उहाँ हाम्रो योगिता दिदी खानाको सेफ हो अनि हाम्रो तरकारीको सेफहरू चाहिँ धेरैजना हुनुहुन्छ यहाँ सबैजना हो सबैजना तरकारी सेफहरू घरको मेन मान्छेहरू तरकारीको सेफ हो ए हाल्ने सेफ चाहिँ म हो हाल्ने सेफ चाहिँ अहिले बार्ने सेफ चाहिँ तपाईँ बार्ने सेफ चाहिँ म हो। ठिक छ खाना बाडामा हात नहाल्ने भने हातमा हाल्नु हात नहाल्नु तपाईँले हात नहाल्नु खाना चाहिँ हात हाल्नु खाना बाँड्न हात नहाल्नु होइन बाँड्न लागि मेरो भित्रको हस्पिटल पहिला अरूलाई बस्नु How are you? like stay still there for like 5 minutes. How are you today? कति हालिम आमा बेसी आमा ल खानुपर्छ ल भाइ सलाद यस प्लिज खाना यो अरु खाना छैन पैसा? सबै हजुर भन्नु न यो पुलाउ कति हाल्नुहुन्छ हुन्छ त्यति एउटा एउटा एक दुईवटा
छ कागती छैन नि कागती छैन नि हुन्छ रहेछ ठिकै छ ए यो चाहिँ अलि पछि अलि खानासँग है पछि अलि झिँगावाला है खानाको लाइन छ यहाँ यतादेखि तर त्यो खानाको तातो तातो यस्तो भ्युज हेर्दै यहाँको भ्यू हेर्दै खाना खानु कस्तो मिठो हुन्छ वाउ यस्तो राम्रो भ्यू छ चट्ट लगाएर माया चाहिँ लिएर आएको छु आधीजना खाइसक्ने बेला चाहिँ भिडियो ठुलो मान्छे यता यहाँ टाँसिएर सबै दलिदिने भयो मलाई सबैजना अब आफ्नो ठाउँमा बस्दै खाइरहेको यता न बाबा यता यता हाम्रो ठुलो मान्छेले मम्मीलाई खानै दिनु भएन है कसै चाहिँ यता आराम गर्नु हुँदैछ खानाहरू खाइसकेर कसै चाहिँ फुटबल भलिबल सब खेलिरहनु छ यहाँ हाम्रो ठुलो मान्छे चाहिँ पुरा मस्तले सुतिरहनु भएको हाम्रो भाइ त अघिदेखि निदाएको यता फुटबल खेलाइ भइरहेछ ए फुटबल अघि भलिबल भलिबल ठिक छ यहाँ पनि रहेछ बल हामी पनि खेल्दैनौँ फुटबल यसो ओइ 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 आम्मा कि त खतरा हान्ने त हौ हाम्रो भाइ त बिचारा अघिदेखि सुतिरहेको प्लग छ गीत बजिरहेको त्यही भएर हेलो छोड्नु न इट्स फाइन ट्र्याकमा कि केमा ट्र्याकमा होइन अहिले चाहिँ वेदर घाम चाहिँ लागिरहेको तर स्मोक कहाँदेखि आगो लागे जस्तो छ स्मोक आयो क्या धुवा तर घाम चाहिँ स्टिल टल्टनी लागिरहेको अहिले टाइम कति बज्यो भने हेलो ए टाइम पनि त्यति रहेन गएको 3 बजेछ भनौँ न तर पर देखिन्थ्यो हेलो अघि त अहिले त देख्नु पनि छोड्यो त्यो पुरा धुवा छ क्या अहिले अब चटपटे खाएर घरतिर लाग्ने भन्नु हुँदैछ बजिरहेको छ दिदी गाउनु ल जाने हो जाने अनि फेरि धनमायाले तपाईँ म धनमाया दिदी उता भेट्नु के अरे रुटको आमालाई भेट्नु जाउँ न भनेको ए ल त्यसो गर्ने हामी चौधरी जानुपर्छ त्यो भाडाहरू लिएर हजुर हामी भाडा अहिले सल्लाह गरौँ होइन हुन्छ त्यो कुन एउटै हो कि त्यो फरक हो र के फरक छ हजुर चटपटे आफैले पनि हाल्नुहुन्छ धन्यवाद तपाईँहरू यतैबाट उता अब त्यो चटपटे खाँदैछौँ है गाउनेहरू गाइरहेको छ चाहिँ अब अन्तिम हुँदैछ है जय मिसी ब्रो जय मिसी ल बाई
जय मसी दाइ एकछिन अन्तिम प्रार्थना गर्ने रे अन्तिम प्रार्थना प्रार्थना गर्नुपर्छ पहिला है ल अन्तिम प्रार्थना गर्नु पर्यो होइन Yes. होला यार। With Raven आज Meet कस्तो होइन? भयो नि? Raven Meet आज एकदम राम्रो भयो आफ्नो दिन ब्लेसेड डे भयो चर्चको पिकनिक ठ्याक्कै पिकनिक जस्तै भयो है अनि भाइलाई हामी अन्तिम प्रार्थना मलाई एकदम गर्छौँ है। बवाल भयो होइन आज एकदम बवाल थियो सोचेको भन्दा राम्रो भयो भाइले त गीत पनि गायो नि त होइन यस्तो गर्नु पर्यो भने पिकनिक भनेको यस्तै त हो नि ल ल अन्तिम प्रयोग गर्नेछ हामी धन्यवाद चढाउँदछौँ आजभन्दा 2 वर्ष अगाडि जसरी प्रभु यस ठाउँमा तपाईँ परमेश्वरलाई महिमा दिएर हामीहरू छुटेका थियौँ त्यसै गरेर प्रभु तपाईँ परमेश्वरले आज पनि आफ्नो छोराछोरीहरूलाई यस ठाउँमा जम्मा गरेर तपाईँ परमेश्वरलाई महिमा दिनको निम्ति हामी सबैलाई प्रभु यो शुभ अवसर दिनुभयो हामी तपाईँ परमेश्वरलाई धन्यवाद चढाउँदछौँ दयालु परमेश्वर अब हामीहरू आजको यो सबै हाम्रो कार्यक्रमबाट हाम्रो छुटेर आफ्नो घरतर्फ लागिरहेको छौँ हाम्रो बिचमा पनि प्रभु तपाईँ परमेश्वर भइकन हाम्रो कुशलको साथमा आफ्नो घरद्वारमा पुगेर तपाईँ परमेश्वरलाई धन्यवाद दिन सक्नु धन्यवाद छ पिता परमेश्वर यो छोटो बिन्ती प्रार्थना आशिष मान्छौँ जीवित परमेश्वर येशू ख्रिस्टको नाममा आमेन सबैलाई जय मसीह जय मसी जय मसी महिमा परम प्रभुलाई प्रशंसा यो मेरो जीवनको चाहना यो मेरो जीवनको चाहना हालेलुया होसना हालेलुया होसना वर्तमान मेरो यीशुको हातमा भविष्य पनि तपाईँको साथमा वर्तमान मेरो यीशुको हातमा ल गाइस आजको चाहिँ पिकनिक डे आउट सकिएको छ अनि घर हामी फर्किँदैछौँ यता सबैजना थाकेर गलेर कतिजना त पुरा हतार छ जानु घर फर्किनु हामी पनि अब लाग्दैछौँ त अगाडि बुवा मम्मी जानु हुँदैछ पर अनि हामी पनि बिस्तारै जान्छौँ अझै कतिजना त परै हुनुहुन्छ सामानहरू उहाँहरूको उठाउनु हुँदैछ र हामी चाहिँ अब चट्ट लाएर भागिदिइहालेको भनौँ न भागिदिइहालेको नभनौँ भागेको थियो होइन भागिगएको छ होइन बुवा मम्मीलाई पुऱ्याउनु उहाँहरूलाई गाह्रो भइसक्यो सकिसकेको सबैजना घर जाँदै हुन्छ हामी खोइली गयौँ एउटा रमाइलो पनि भयो एउटा सङ्गति जस्तो पनि भयो कुराहरू पनि भयो रमाइलो भयो Fun with everything. सबै कुरा रमाइलो भयो खानेकुरादेखि लिएर गाउँदै बस्नु वचनहरू सुन्नु मजा आज थियो अनि अब कार पार्क आइपुगिसक्यो ल गाइस अब चाहिँ हामी ठ्याक्क लगाएर घर आइपुगिसक्यौँ घरभन्दा पनि कसो घर हो घर हो मेरो ससुराली आएको छु चिमा पनि खाएको छु अब आज अनि ठ्याक्कै मजा भयो तिमीलाई चाहिँ कस्तो भयो मलाई चाहिँ दामी लाग्यो यो घामले गरेर हो क्या बस्दा नहिँड्दाखेरि पनि बस्दाखेरि पनि थकाइदिएको छ अब ठ्याक्क घर आइपुग्यो गाडी पार्क गरियो अब ठ्याक्क गएर भित्र गएर लुगा सुगा फ्रेस भएर बस्ने हो त्यहाँदेखि सुत्ने मान्छे र अलस तलस जस्तो गर्दै बोल के गर्नु म कुदाउने गाडी ऊ थाकिरहेछ बेसी के गर्नु यस्तो छ हजुर आइपुग्यो क्या दाईहरू आइपुग्नु भयो जस्तो छ किन दाईहरू पनि आइपुग्नु भयो जस्तो छ नानीहरू हुँदैछ ढोका बन्द छ
हजुर ल ल म बस्छु निक्ल न ल गाइस अब चाहिँ घर पनि आइपुगिसक्यो अब रमाइलो भयो भाइ अनि के हो नि हामी नगरी आइपुगिरहेको त अनि के हो अनि ल गाइस थ्याङ्क यू फर वाचिङ बाई बाई प्रशंसा यो मेरो जीवनको चाहना यो मेरो जीवनको